हेलो साथीहरू, सेवा नमस्ते, फेरि पनि तपाईँहरूलाई स्वागत छ छैन युट्युब च्यानलमा। आज पर हामी तपाईँहरूको सामु भिडियो लिएर आइसकेको छौँ। आजको भिडियो चाहिँ के त भने आज चाहिँ मर्मम चाहिँ जति जाँदैछौँ र छैन चाहिँ घर बस्छ छैन बनाउनु चाहिँ र छैन चाहिँ यतातिर घर लिप्दैछ र मर्मम चाहिँ अब भित्र जान आँटेको। म पनि रेडी परिसकेर मम पनि यता रेडी परिसक्नु भयो, जुत्ता लाउनु हुँदैछ र छैन चाहिँ पर घर लिप्दैछ। त्यही हेर्नु चाहिँ घर लिप्दैछ। गाउँपट्टि लानु त पागल जस्तो म पनि। साथीहरू हेर्नु न, छिनुले भित्ता लिपेको। वाउ 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 तर अब हामी चाहिँ जानु लागेको र मेरो मम चाहिँ अहिले कति बज्यो? 11:30 भयो। 11:30 बजी हामी चाहिँ धोतेर जाँदैछौँ र भरे कति बजी? त्यस्तै 6-7 बजी आइपुग्छौँ होला साथीहरू। अब हामी चाहिँ मम्मीसँग जान्छौँ धोत्रे। हस् त साथीहरू, भिडियो हेर्दै गर्नु होला अन्तिमसम्म के कस्तो हुन्छ। साथीहरू मम चाहिँ रेडी पर्नु मेरो पनि छत्तै ल लाउन सेन फुर्नुको छु गाकै बस बुनु भरे 3 बजीतिर त आलु बसाउनु चारोले गएन साथीहरू हाल चाहिँ लाग्यो मम्मीसँग। मेरो सक्स पनि लाइन कति हो धोत्रे पुग्नु? ल हामी चाहिँ हिँड्यौँ र साथीहरू हामी चाहिँ गान्ती आइपुग्यौँ। अस्ति पनि मामा जाँदा पनि देखाएको थियौँ, तर अस्ति चाहिँ ऊ नै उ थियो, झरियो भएर चाहिँ साथीहरू। हेर्नु साथीहरू पैसा थियो गर्मीले अब मम्मी त गर्मीले त साह्रो भयो माइती जानु पनि साह्रो भयो। त्यसरी हिँडेर जानुपर्छ। आज जङ्गल छिर्न थियौँ, त्यहाँसँग मामालाई जाँदा पनि देखाएको थियौँ साथीहरू। त्यस्तोतिर हाम्रो ढिलो भयो। घरबाट यहाँ चाहिँ आधी घन्टामा आइपुग्छ। आधी घन्टामा आधा घन्टा 39 भयो। 11:39 पानी खाम कि नखाम? नखाम है। सिधैमासँग साथीहरू हामी यहाँ बिसाएको थियौँ, चाहिँ जङ्गलतिर लाग्यौँ। जुगा जुगा यो साथीहरू जुगा जुगा चाहिँ जुगा लाग्छ। अस्ति पनि यही बाटो गएको त मामा चाहिँ धोत्रेसम्म मात्रै साथीहरू। पानी अझै साथीहरू हाम्रो देवासँग धोत्रेमा भेट्ने
सानो काम परेर हामी चाहिँ जाँदैछौँ र अझै पुगेर अझै फर्किनुपर्ने। देवा चाहिँ मामालाई माइली देवा आउनुहुन्छ खोटाङबाट। हामी चाहिँ त्यहाँ भोजपुरबाट जाँदैछौँ जङ्गलमा हेर्नु साथीहरू। अहिले साथीहरू हामी चाहिँ बम खोला नि बम खोला आइपुग्यौँ है। बाढी आयो भने चाहिँ साथीहरू बगाउँछ। बम खोला आइपुग्यौँ हामी। पितलको साथीहरू बम खोला चाहिँ साथीहरू यस्तो चाहिँ जानुपर्छ साथीहरू। चिम्फिङको बिरुवा नि हो चिम्फिङ उतो चिम्फिङ चिम्फिङ देवहरूले यहाँबाट चिम्फिङ लगेको मरेको यो चाहिँ चिम्फिङ चाहिँ को चाहिँ अचार खानुहुन्छ। देवहरूले चिम्फिङ लगेको मरेको बन्दुपी अङ्कलहरूले लिएको थियो नि त धोतीबाट आउँदा बन्दुपी अङ्कलहरूले लिएको थियो नि धोतीबाट आउँदा। ल साथीहरू हामी चाहिँ दोभाने आइपुग्यौँ। आज पनि दिन धुस्यो। यो चाहिँ गन्धे फुल यसले छुयो भने गन्ध गनाउँदो घाममा म त नमिठो। यो चाहिँ सिलामै साथीहरू बन्दको सिलाम दोभाने बिसामकै जाम ए अस्ति हामीले खाएको आँप मैले खाएको यो यत्तिकै मैले छोराएको दोभाने यो चाहिँ यस्तो खाजा लागेको हो अझै माथि डाँडाको पुग्ने घन्टा लाग्छ होला 12 चौतिस हो
12:35 भयो। अँ अब 1:01 बजी 2 बजी चाहिँ देवासँग भेट हुन्छ कि 2 बजी 2 बजी पुग्यो भने एकछिन पनि बस्नु दिने आधी घन्टा जतिसम्म चाहिँ नाम खाजा कार्यक्रम गर्दा 3 बज्छ होला 3 बजी भने देवालाई चाहिँ रात पर्ने हो। अस्ति पनि यस्तै बादल लागेको थियो यार दिमासँग हामी त अभागी रहेछौँ भन्दै गएको बादल आइजान्छ अनि अल्ला घाम आउनु थाल्यो यस्तै हो कि लेकमा एकैछिन बादल आउँछ एकैछिन घाम। भने उता ढुङ्गे फुलहरू फुल्दै रहेछ सुनको फुल अब यहाँदेखि निस्किन आधी घन्टा लाग्छ 1 घन्टा लाग्छ आधी घन्टा लाग्छ साथीहरू अब हामी चाहिँ निस्किन्छौँ है। हेलो साथीहरू यो चाहिँ ग्यास्ट्रिकको औषध यसको के खानु नगर्नु ल चट्र नि यो यस्तो हुन्छ फेरि डट खानु कि डाँट कि पात यो यसको आलु हुन्छ यसको आलु खानुपर्छ यो होस् न भरे चुट्टाइस फेरि उ गर्नुपर्छ भरे यस्तो खालको खोजेर लगेर घरमा रोप्नुपर्छ। पहिला मेरो पनि बेसमारी थियो यसले बेसमारी चिलाउँछ यसले फेरि यो त चोप यसले भेट्यो भने चिलाउँछ यो मेरो पनि बेसमारी गेस्ट्रिक थियो यसले नै निको भएको। तपाईँहरूले पनि यो यस्तो चिज भेट्नुहुन्छ भने घरको छेउछेउ लिएर रोप्नु होला यसले नर्मल ग्यास्ट्रिकहरू त यसले मजाले निको पार्छ। साथीहरू यो चाहिँ फेरि उतिर पाइँदैन हाम्रो गाउँ हो उतै त हुँदैछ हाम्रो गाउँतिर पाइँदैन साथीहरू यो चाहिँ पहाडी भेगतिर मात्रै पाइन्छ भन्नुको मतलब लेकतिर हाम्रो घरतिर पाइँदैन नि त्यतिर सुँगुर चारो पनि दिनुहुन्छ नि यो सुँगुर चारो चाहिँ यो मान्छेले खाने यो पनि खानुहुन्छ यो यसको आलु खाने मान्छेले यो घोटेर यसको पिठो निस्कन्छ त्यसलाई चेप्टाएर यसको पानी चुहाइ पठाएर यो पिठो हुन्छ यसको ढिँडो खाने यो मान्छेले खाने ल हाम्रो मम्मीले सबै चिन्नुहुन्छ यो चाहिँ भरे लानु सुँगुरलाई यो चाहिँ सुँगुरलाई एकै खालको भए पनि हेर्नु कति फरक छ साथीहरू फरक छ नि यहाँ यो यस्तो सर्प जस्तो यो छैन यी सादा छ यो चाहिँ सुँगुरलाई दिने यो चाहिँ खाने यो ढिँडो खाने यो मान्छेले नै खाने ढिँडो यसलाई भन्छ लडुवा ऊ त्यहाँ पनि छ ऊ ठुलो हो त भएर खाने लाने यहाँ पनि छ हामी पनि रोप्नुपर्छ स्टार्ट मजाले हेर्नु है साथीहरू भोलि पर्सि तपाईँहरूले पनि खोज्नुहुन्छ नि यस्तो फेरि यो चाहिँ पिठो ढिँडो खाने ल त साथीहरू मैले पनि आजै सुनेको यस्तो हुन्छ भनेर भरे लगेर 2-3 बोट लगेर गएर रोप्नुपर्छ मन खानु पऱ्यो बिहान खानु कि दिउँसो त्यो माम खाँदा मामसँग खानुपर्छ चिलाउँदैन कोकाउँदैन हुँदैन नि कहाँ यता बाटो बनाएको छ नि यस्तो होला साथीहरू अब हामी चाहिँ डाँडा छिर्न आँट्यौँ यो त हाम्रोतिर पनि पाइँदैन यो त यो अर्को खालको चाहिँ पाइन्छ यो लडुवा पाइन्छ यो ढिँडो खाने यो हामी मान्छेले खाने यो चाहिँ ढिँडो खाने त्यो अघिको चाहिँ ग्यास्ट्रिक औषधि यो चाहिँ नो ग्यास्ट्रिकलाई पनि हुन्छ यो चाहिँ फेरि सुँगुर चारो ए रक्सी पनि पार्नुहुन्छ नि यसको त यसको रक्सी पार्छ त रक्सी पारेर चट्टा खानुपर्छ मिठो हुन्छ कि औषधि हुन्छ जडीबुटीको हाम्रो पनि पाइन्छ भने पकाऊँ न पाइन्छ खोज्नु खान्छ के गर्नु यहाँ पनि रहेछ बेसी पाइँदो रहेछ यता चाहिँ बिर्सिनुहुन्छ है साथीहरू यस्तो हुन्छ यो ग्यास्ट्रिकवालाले खाने मुनि यस्तो हुन्छ ज्यादा पनि यस्तो हुन्छ यो 3 पत्ता मात्रै जान्छ यो ग्यास्ट्रिक औषधि यो पनि 3 पत्ता त जान्छ यो सुँगुरले खाने तर यसको त अर्को जस्तो मुनि छैन यस्तो हुन्छ
यी छैन धेरै फरक छ। यो चाहिँ ढिँडो खाने यो चाहिँ नो गेस्ट्रिकले पनि खाँदा मिल्ने। यो ढिँडो खाने यो ढिँडो खाने। अनि तिनटै हो साथीहरू, जङ्गलको जडीबुटी यस्तै हुन्छ। अब हाम्रो पहाडी भेगतिर हरेक चिज पाइन्छ, तर अब त्यो चिन्नेलाई मात्रै, नचिन्नेले त फेरि त्यो के भन्छ नि, जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिर्को कथा हुन्छ साथीहरू। मैले पनि आजै साथीहरू यस्तो कुरा सिकेँ। हामी चाहिँ साथीहरू यहाँ घरबाट 1.5 घन्टामा आइपुगेछौँ। 1.5 घन्टा भनेको छिटै हो। अस्ति मर्देमा चाहिँ 1.5 घन्टामा चाहिँ अघि पार्टी भएकोमा आइपुगेको थियौँ। आज चाहिँ यहाँ 1.5 घन्टामा हामी डाँडा निस्किन आँटेका छौँ। उकालो हो यो अब अन्तिम उकालो हाम्रो। जाँदा चाहिँ भरे आउँदा चाहिँ ओह्रालै ओह्रालो पर छ। हेर्दै साथीहरू कति थोरै जस्तो देखिन्छ, तर यो उकालो धेरै गाह्रो छ। समय गएको थाहा पाइँदैन यो उकालोमा। यस्तो चाहिँ साथीहरू आउनु भएकोहरूले चाहिँ थाहा पाउनुहुन्छ होला, नआउनु हुनेलाई चाहिँ भनेको मैले। यस्तो बाटो के भएको नि, कसरी निस्किने, चिप्लो त्यस्तै। साथीहरू त कति राम्रो फुल हो। हामीले साथीहरू मङमा चाहिँ यस्तो फुलहरू पनि पाइन्छ। त्यो डाँडा निस्किन आँट्यौँ। आज चाहिँ सर्टकट बाटो चाहिँ हामी जाँदैनौँ। ढोके चौतार देखाउन चाहन्छु। ढोके चौतार पनि अस्ति पनि जाँदा आउँदै सर्टकट बाटो गयो आयो। आज चाहिँ ढोके चौतार बाटो जाँदैछौँ र आज चाहिँ सर्टकटबाट भनेर छिटो हुन्छ नि, माथि मोडर्न ट्रेलबाट भनेर 25 मिनट ढिलो हुन्छ अरे नि। अनि 25 मिनट भने आधा घन्टा। त्यही भएर माथिबाट जान्छौँ। तपाईँहरूलाई ढोके चौतार पनि देखाउन चाहन्छौँ। ढोके चौतार पनि कस्तो छ हेर्नु होला, अनि कमेन्ट गर्नु होला। तपाईँलाई ढोके चौतार पनि देखाउने छु। मोडर्न ट्रेलको बाटै मङ हुँदै जाने बाटो पनि म तपाईँहरूलाई देखाउने छु। साथीहरू हिमालमा चाहिँ अब डाँडा छिर्नु आँट्यो। गाह्रो भयो। कस्तो मौसम आज है, बादल लागेको। हामी आउने बेला यस्तो बादल लाग्छ है। यत्र घाम चाहिँ जङ्गल चाहिँ कठिन। माया गाह्रो भयो कोदाली खन्नलाई, जान्छु म तल हुरे बन्नलाई। मेरो वा सुन जस्तो मेरो माया सम्झेर सोच्छु भन्छु सुन्दैनौ। साथीहरू पनि यस्तो बादल लाग्यो क्या हामी आइपुग्ने बेला। त्यही गोठ देख्नुहुँदैछ। यो चाहिँ तिम्बाकोहरूले बनाउनु भएको नि, तिम्बाको हाम्रो मित बाउहरूले, फादरहरूले, मित फादरहरूले। मितलाई अङ्ग्रेजीमा के भन्छ मलाई थाहा छैन। उपल्लोबाट नामछुङ बाजेको गोठ। अहिले यस्तो हुँदैछ, छिरेको छैन नि। वाउ कति हरियो।
पिँढीहरू छिरेपछि चाहिँ यस्तो घाँस ल्याउनु गुहै गु साथीहरू टोलबाट आउन आँट्यो है अब के गर्नु गोठ पनि भत्किन सक्छन् नि भत्कि पनि त सक्छन् गोठ पनि यहाँ भेट्नु भएको साथीहरू हामी चाहिँ अस्ति घोडा भएको ठाउँ आइपुग्यौँ है अस्ति घोडा छ कि छैन वाउ घोडा चाहिँ छैन रहेछ भैँसी चाहिँ रहेछ ए तिनवटा ढुसी लागेर केही देखिँदैन कसको भैँसी मम्मी हो
साथीहरु हामी चाहिँ म जुन्टरबाट आइपुग्न हामी मयम साउन दिदी मयम कहाँ साउनेसम्म हो त्यहाँदेखि तल एउटा गोट स्टे कि होमस्टे छ त त्यहाँ हाम्रो हजुर होमस्टेसँग बस्नुलाई हजुर हजुर ती पुगेर आउनु हजुर होइन हाम्रो कहिले हेर्नुभयो हिँडेर त्यहाँ तल त्यो गोटसिङ होमस्टेमा बस्यौँ त्यहाँदेखि बिहान हिँडेन अहिले भर्खर यहाँ चखेवा बस्नुभएछ हो चखेवाली गऱ्यो अनि यहाँ भर्खर खाना खाएर भर्खर लगाइदियो यहाँ खाना हजुरहरूको चाहिँ ती घर गोट स्टे नै हजुरहरूको क्या हजुर हाम्रो त्यहाँ टोल तर हामी त्यसमा समितिमा छैन अरू हुनुहुन्छ कति टाइम लाग्ला दिदी हामीलाई यहाँबाट अब खासै टाढो लाग्दैन है तपाईँहरू 30 मिनटमा पुग्नुहुन्छ त्यहाँ गोट स्टे हजुर यहाँ पनि छ सानो त सानो सानो यता रमित हेर्दै आयो तपाईँहरू त्यस्तै त्यो हामी चाहिँ हाँस पोखरी पुग्नु पर्ने क्या हाँस पोखरी हजुर र त पुग्नुहुन्छ आधा घन्टा पुग्नुहुन्छ क्या अब मिटनको बाटो छ नि त धन्यवाद शुभ यात्रा है तपाईँहरूको साथीहरु हामी चाहिँ भदाइको घर आइपुग्न आँट्यौँ मैले अस्ति यहाँ खोटाङबाट फेरि चराको गुड देखेको चिममा तपाईँहरूलाई चराको गुड देखाउँछु अस्ति चाहिँ अन्डा थियो अहिले चाहिँ बच्चा उडाएपछि पनि लगिसक्यो होला तर पनि म देखाउन चाहन्छु हजुर मम्मी चाहिँ यहाँ तलमा आउनु चाहिँ मम्मी चाहिँ चराको म तपाईँहरू देखाएको ला हुर्काइ त लगेछ ला भत्काइदिएछ यादेर भत्काइदिएछ हेर्दै भत्काएकै हो त यो तलमा चाहिँ साथीहरु भत्काएको घर आइपुग्नु आँट्यो हामी चाहिँ र पुगेर खाजासाजा खाएर हामी फर्किहाल्छौँ है साथीहरु उतालाई साथीहरु भदाइको घर चाहिँ अस्ति पनि तपाईँ देखेको खै देवता आइपुग्नु है त हुनुहुन्छ कि तल बस्नुहुन्छ माथि ढोका लाउनुहुन्छ सोधाइ दाइ धेलालाई साङ्गिली भन्नुहुन्छ हुनुहुन्न कि साथी तपाईँ पो छिटो हुनु भएछ त दिपा चाहिँ तल हुनुहुन्छ हजुर एमी सुक्नुको ठाउँ नाम गएन बाटो चाहिँ उता हो मम्मी यता हो मम्मी बाटो हामीहरू चाहिँ माइली दिदी हामीहरू 3 जना आफ्नो नि भएन हो त्यसै हुनु जस्तो छ दिपा हजुर ए माइली नै आज पनि हजुर ए ल ल माइली त कराएर छन् त नि तलतिर उ त बुहारीहरू ए हुनु हुँदै रहेछ खान्छ है हजुर के गर्नु त दिपा बुहारी चाहिँ आउनु नि बेना ए माथिबाट पस्नु त तललाई त छिटो आउनु बेना सेती बगरबाट छिरुमै मम्मी खोल्नु सकिन ए हायो साथीहरु आमु हेर्छ कता गयो त नाति हजुर आमु हेर्छ
नानी यतातिर बस्ने ठाउँ यतातिर बस्ने ठाउँ बाख्राकोट मैले चाहिँ चम्ता यो किराती हाम्रो खाने खानुहुन्छ जान्ने त घरबाट बोकेर ल्याएको यो चिसो पानी पो खान मन लाग्यो पानी खाँदा जाँड झाक्ने नि कस्तो हुँदो रहेछ नि त हामी दाउरा लागिँदै गर्छु म राम्रिदिन्छु एकदिन अलिकति पानी छ मन तातो आलु यसपालि त खन्नै सुरु गरिएको छैन अन्त ल दिदीलाई एउटा पट्टिको ल्याउनु त नाथे मैले लाउँछु है अर्ग्यानिक चिज खानु नै साथीहरू हजुर नाति हजुर होइन माइली फुपू ठुली फुपू र कान्छी फुपू घरमा छोडिरहेको नाति आज लु मजाले पाकिसकेको छ नि होइन अब त अस्ति हुनु त जेठमै बिचीको ल के हो तुवा नगम्बोट पिताको चाहिँ अनि दोनों है साँच्चै दिपमिनाको हाम्रो मैले चाहिँ अब मेमेमको हजुर माइलीले के हो खान्छ कि साइली देवन कम्ती मिलाउँदैन लेखमा त कठुवाको पानी त के गर्नु र त्यही उमा त्यही रोडतिर काम गर्नुहुँदैछ पाउनुपर्छ बा फेरि बस्ने हो के हो बस्नु हुँदैन पढ्नुपर्छ 2 वर्ष पढ्दा त जान्नुमे ल खानुहोस् न होइन चारवटा बनाइदिनु न ग्रेभी टाइपको दुईटातिर दुईटा अर्को हालिदिनु न ल मम चाहिँ मेरो चेन चाहिँ खोला छोडिदिनु न अब शिरबासलाई माछा खाइनु पर्यो भने त भेनालाई फेरि दुःख यहाँ मुङ भेना अब
30 रुपियाँको चुइगम अरे हो नातिमा कुन्छको लागि ए छोरो उठो उसको फुपू जस्तै छ के हो नि खोइ बोजू यस्तो छ ए यस्तो चुइगम कहाँ छ नातिमा बाहिरै छ बोजू मे ए भाषा बोल्नुको पानी म फेरि फोन चिप्ने नि है भएन लु जाम फेरि जानु भने भोलिपर्सि त्यहाँ लाग्यो मैले फुलहरू म अस गरौँ त्यो छ होला अब होइन दिपाले त मलाई चाउचाउ दिन किन्नु भयो 100 रुपियाँ दिनुभएको थियो हजुर अलिक गरौँ छ त म बस्छु कति राम्रो चाहिँ घर हिँड्यौँ बिर्सेर पानी पनि पर्दैछ घर फर्किँदा छुट्टी सकिने साथीहरू अब फेरि माइत जाने बाटै फेरि घर फर्किनु पर्दैछ के गर्नु दुःख लाग्दो जस्तै छ अब हामी चाहिँ घर फर्किँदैछौँ देवा चाहिँ गइसक्नु भयो साथीहरू होमस्टे मान्छे हुनु न त्यो बाथरुम त्यो टोयलेट हुनु न मिस्टे ताला चाबी लगाएर हिँड्नुभएछ फुल र जङ्गलको फुल नि यो सुरुवात रहेछ नि कस्तो हो त्यो माथि के लेख्दै छ त्यो धुवा जाने ठाउँ ए यो सोलर राख्ने रहेछ नि त यस्तै पो रहेछ त सोलर दामी राख्नु भएको छ के हो नि मिस्टे अहिले बन्दै गरेको होमस्टे चाहिँ है काँटी छोप्नु भएको छ नि जता पनि काँटी छोप्नु भएको छ पोखरी हो त्यहाँ त माछा पोखरी गुराँस रोप्नु भएको थिएछ अलिक मुद्दम ट्रेनले छोएको भए त हिँड्ने भने अलिक राम्रो हुन्थ्यो त अब जम्पिङ गर्नुपर्ने होला जाँदा राख्नुहोस् ल केही त छैन अझ अलिक दिन खोलियो हौ फेरि म कहाँ चाहिँ बाटो नप्दै लाग्छ के नाको
साथीहरू हामी चाहिँ फर्किसक्यौँ र ढुस्सा चाहिँ हेर्नु साथीहरू भिजेर यार पानी पर्दैछ साथीहरू हामी त फर्क्यौँ अब चाहिँ साथीहरू पानी पर्दैन त्यही भएर पर उनी बेला पनि हुनु आँट्यो त्यही भएर अब हामी तपाईँलाई चाहिँ एकैचोटि घरको गेटमा देखाउने छौँ यस्ता साथीहरू है त साथीहरू आजको भिडियो यति नै के कस्तो भयो कमेन्ट गर्नुहोला र आजको हाम्रो धोत्रेको यात्रा यति नै र अहिले चाहिँ हामी घर आइसकेको छौँ आजको भिडियो कस्तो भयो कमेन्ट गर्नुहोला र तपाईँहरूतिर कतिको पानी पऱ्यो कति गाराङ गुरुङ गरेर हाम्रोतिर चाहिँ धेरै ठुलो पानी पऱ्यो साथीहरू कमेन्ट गर्नुहोला र आजको भिडियो यति नै बाई बाई फेरि अर्को भिडियोमा भेटौँला।